500 र 1000 का नोट सधैँका लागि बन्द। आज राति 12 बजेदेखि 500 र 1000 का नोट चल्ने छैनन्। के देशको ढुकुटी लुट्नेहरूको कालो धनलाई रातारात खरानी बनाउने यस्तै विस्फोटक समाचार सुनाउने र सुन्ने दिन अब आउनै लागेको हो? के बालुवाटारको कुर्सी सम्हाल्नु अघि नै बालेन शाहले यस्तो एउटा ब्रह्मास्त्र प्रहार गर्दैछन् जसले 35 वर्षदेखि सुटकेसमा लुकाइएको यो देशको खरबौंको कालो धनलाई रातारात कागजको खोस्टो बनाइदिनेछ? कल्पना गर्नुस् त त्यो दृश्य। मध्यरातमा टेलिभिजनको पर्दामा एउटा घोषणा हुन्छ र भोलिपल्ट बिहान उठ्दा भ्रष्ट नेता, बिचौलिया र तस्करहरूको घरको अन्डरग्राउन्ड रूपमा लुकाएर राखिएका 500 र 1000 का नोटका बिटाहरू रद्दीको टोकरीमा फ्याँक्नुपर्ने अवस्था आउँछ। हो, हामी अहिले नेपाली राजनीतिको सबैभन्दा डरलाग्दो र विस्फोटक सम्भावनाको डिलमा उभिएका छौं। झण्डै 2/3 बहुमत सहित सरकारको नेतृत्व गर्न लागेको रासोपाले आगामी आर्थिक वर्षदेखि 500 र 1000 का दरका नोटमा पूर्ण प्रतिबन्ध लगाउने अर्थात् नोटबन्दीको कठोर तयारी गरिरहेको उच्च राजनीतिक स्रोतको दाबी छ। यो कुरा किन यति धेरै गम्भीर छ? बाहिर मिडियामा सुशासनका मिठा गफ दिने हाम्रा नेताहरूको असली शक्ति के हो थाहा छ? त्यो शक्ति उनीहरूको विचार होइन, त्यो शक्ति त चुनावमा भोट किन्न र सेटिङ मिलाउन प्रयोग हुने त्यही 500 र 1000 को कालो धन हो जुन बैंकमा होइन सुत्ने ओछ्यान मुनि लुकाइएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पनि निष्पक्ष चुनाव गराउन यही नोटबन्दीको अस्त्र प्रयोग गर्ने आँट गरेकी थिइन्। तर त्यति बेला रातारात अरबौंको कालो धन स्वाहा हुने डरले अत्तालिएका पुराना दलका सिन्डिकेट र तस्करहरूको दबावमा त्यो फाइल बन्द गरियो। राष्ट्र बैंकले सटही गर्न गाह्रो हुन्छ भन्ने प्राविधिक बहाना बनाएर भ्रष्टाचारीलाई जोगायो। तर आज परिस्थिति फेरिएको छ। आज सिंहदरबारमा पुरानो सेटिङ छैन, सडकको आक्रोशबाट जन्मिएको जनमत छ। अब एउटा गम्भीर प्रश्न उठ्छ, के बालेन सरकारले त्यो नोटबन्दीको जोखिम मोल्ने हिम्मत गर्ला? यो कदम पक्कै पनि सहज हुने छैन। यदि साँच्चीकै नोटबन्दी भयो भने केही दिनका लागि आम नागरिक र साना व्यापारीहरूले नगदको अभाव झेल्नुपर्ने हुन सक्छ। भारतमा नरेन्द्र मोदीले गरेको नोटबन्दीको असफलता र त्यसले सर्वसाधारणलाई दिएको शास्ति हाम्रो अगाडि जिउँदो उदाहरण छ। तर भारतको असफलताबाट पाठ सिक्दै डिजिटल पेमेन्टलाई अनिवार्य बनाएर र निश्चित समय सीमा दिएर यो काम गरियो भने यसले नेपालको प्यारलल इकोनोमी अर्थात् समानान्तर अर्थतन्त्रलाई जरैदेखि उखेल्नेछ। यो केवल एउटा आर्थिक निर्णय मात्र हुने छैन, यो त बालेन शाहको सुशासनको दाबी परीक्षण गर्ने सबैभन्दा ठूलो एसिड टेस्ट हुनेछ। के उनी 500 र 1000 का नोटलाई प्रतिबन्ध लगाएर ती पुराना पावर ब्रोकरहरूको आर्थिक मेरुदण्ड भाँच्न तयार छन् कि हिजोका शासकले जस्तै अर्थतन्त्रमा असर पर्छ भन्ने बहाना बनाएर कालो धनलाई सेतो बनाउने समय दिनेछन्? अन्तमा एउटा कठोर सत्य सधैँ याद राख्नुहोला, जबसम्म राज्य सत्ता चलाउनेहरूको घरभित्र कालो धनको भण्डार सुरक्षित रहन्छ तबसम्म संसदमा जतिसुकै चर्को भाषण गरे पनि देशको गरिबी हट्ने छैन। सुशासनको सुरुवात भाषणबाट होइन, भ्रष्टाचारीको तिजोरीमा आगो लगाएर मात्रै हुन्छ।